ल हामी चाहिँ अब लाग्यौँ है। बिस्तारै यस्तो छड्के भएर आउनुहोस्, झुकेरै छिर्नु भयो। गुरु महाराज की जय। हो यहाँबाट चाहिँ उकालो निस्किन्छ अहिले, उता पनि जाउँ जाउँ शान्ति पक्रिदिनुपर्छ। यो चाहिँ यहाँ हामीले पहिला एक त सिडी बनाएको थियो कि, हजुर, तर यसलाई अब ठकठक हिर्काइ मिलाउनु भएन, काठको बनाएको थियौँ। कति जानुपर्छ उता चाहिँ? हजुर होइन, उँधो जानुपर्छ। यहाँ त यही माथि हो, यहाँ त पस्नेहरू त ब्लेसिङ्स पाउँछ भन्छ। हो नि, हो यस्तो जग्गा त पाउँदैन नि। कति रहेछ सन्धिवालामा पानी दिनु पऱ्यो मजाले, पानी पनि चढाउँ धुँ। चमेरा मुनि हिँड्दैछ, मलाई देखाइदिनु नि। हिँड्नुहोस् है सन्जु। यो चमेरा अजिङ्गरहरू भनेको उठाउनु नि, होइन होइन अलार्म बज्यो अब त्यो है छोडियोस्। होस् है। आउनुहोस् सन्ध्य, यहाँ चाहिँ यसरी पस्नुपर्छ है। अलिकति यहाँ मात्रै अप्ठ्यारो छ, टेक्नु छ मात्रै। कसलाई चाहिँ मेन जोगाउनुपर्छ यहाँ होस् ल। अहिले एकछिन यता जाउँ न, हजुर होइन उँधो जानु अहिले सफा यता आउनुहोस् न। समेरा हो गयो, समेरा हो समेरा। यहाँ चाहिँ नि शान्ति हो, शान्ति हो। यो चाहिँ नि यहाँ चाहिँ पहिला गुफा बसेको रहेछ हौ लामाले नि, यहाँ मुस्टे लामा कि को भन्ने चाहिँ एउटा मुस्टे लामा चाहिँ गुफा बस्नु भएको रहेछ यहाँनिर। यहाँ चाहिँ त्यो उयोहरू त्यो बुद्धिस्टको एउटा उयोहरू बनाउँछ नि, त्योहरू थियो नि तपाईँ तोर्माहरू कता भाग्यो क्या चमेरा गएछ। हजुर बिस्तारै ढुङ्गा चाहिँ टक्कै लडाउनु भएन है ओह्रालो जानेले चाहिँ। यो एकछिन उँधो जानुपर्छ है शङ्ख चाहिँ, यहाँबाट धेरै फिट ओह्रालो जानुपर्छ, धेरै मिटर। यसरी ढुङ्गाहरू अल्झेको छ हो, यो यसरी। अब यो यसलाई चाहिँ अब सत्य कुरा लुकेको छ हो। बिस्तारै लानुहोस्। यो चाहिँ ढुङ्गा यसरी अल्झेको छ यहाँनिर, हामी छिर्दै जाँदाखेरि चाहिँ हेर्नुहोस् न शान्ति हो। यो ढुङ्गा चाहिँ यसरी अल्झेको छ हो, यहाँबाट छिर्नुपर्छ हामी। यो डन्ठा पनि राखिएको रहेछ नि यहाँ चाहिँ, कसैले टेक्दै टेक्दै आएको लागि चमेरा निकै बसेको रहेछ। झर्नुहोस् शान्ति हो।
म देखाउँछु यो लाइट अद्भुत चित्र छ यो चमेरा आउँछ आँखामा आउँछ यता फेरि हो र हजुर अब यता बस्नुसम्म यो जानुहोस् यता शङ्ख देख्नुभयो सन्दिवा यो चाहिँ शङ्ख हो रवि खोला केभको तपाईँहरूले हेर्न सक्नुहुन्छ हो नजिक जाँदैछु यो भाले यो पोथी है भालेपति माथिबाट देख्नु हुँदैछ तपाईँले देख्दैछु त्यो पानी पानी दिनु खसाइदिनुहोस् पानी यो हजुर धुनुहुने क्यामेरामा ढोक्नुहोस् है पहिला आउँदैछ राम्रै आउँदैछ आउँदैछ कि तर क्यामेरामा चाहिँ त्यस्तो रियल देख्दैन रहेछ जत्तिकै यो हामीले देखिरहेको अलिक तलबाटै खिच्नुपर्छ म त्यहाँबाट खसाउनुहोस् त पानी सफा गर्नु त्यसलाई आज हामी पानीले सफा गरेर एकछिन पर्खिनुहोस् त अलिक उज्यालो बनाउनु चले सब्जीवाले एकदम सफा गर्नुहुँदैछ है दर्शन गर्न आउन सक्नुहुन्छ अस्तिको दामी निस्केको थियो तर अनि त्यो के मिलेन हौ त्यो क्यामेरामा ठाडो खिच्नुभयो तपाईँले ठाडो खिच्यो त्यसै खिचेको छ भालेपोथी शङ्ख बजाउनुहोस् त टक टक गर्छ है खनाउनुहोस् त पानी चमक आयो नि अब है रवि खोला केभको चाहिँ शङ्ख धुँदैछौँ है हामी यो चाहिँ एकदमै यो चाहिँ एकदम रियल कुरा हो यो एकदम एकदम रियल शङ्ख हो यो चाहिँ यसो ढुङ्गामा शङ्ख छ है तपाईँहरूले याद गर्नुहोस् तपाईँहरूले दर्शन गर्नुहोस् टाढैबाट पनि दर्शनको लागि तपाईँहरूलाई हामी यहाँनिर एउटा दर्शनको मौका दिइरहेका छौँ कतिजना दर्शन गर्नुहुने आउनुहोस् तपाईँहरू तर अलिकति बाटोहरू चाहिँ यस्तो छ तपाईँको खनाउनुहोस् पानी हाम्रो विष्णु शान्तिवाले एउटा ठुलो आशीर्वादको काम गर्नुहुँदैछ यहाँ यस्तो कुराहरू त जगडा गर्न सक्नु पऱ्यो नि हामीले त्यही त अब यो त्यो पङ्खाको पनि धुनुहोस् त हो त्यो पङ्खाको एकदम अद्भुत पङ्खाको भित्र कस्तो छ यस्तो पङ्खाको मुनि हो शङ्ख सन्धिवा दर्शन गर्नुभयो नि गरियो खुसी लाग्यो खुसी लाग्यो लामो छ नि है हो शङ्ख त हेर्नु राम्रोसँग छ यो। पङ्खा त्यसको उता पखेटा यो चाहिँ अलिक उज्यालो आयो उज्यालो क्लियर आयो आयो लाइट चाहिँ अलग्गै देखाउनुहोस् त्यहीँ देखायो भने चाहिँ टल्किन्छ यो मैले जस्तो सोचेको थिएँ त्यस्तो चाहिँ हुनु नसक्ने रहेछ सफा सफा सोचेको थिएँ नि त मैले कि तर पनि भयो यो त अलिकति अहिले अहिले फोटो डल्लै क्लिक निकाल्नु त यो डल्लै। फोटो क्लिक गर्नुपर्छ अहिले सन्धिवा दर्शन नमस्ते दर्शन गर्नुहोस् है अद्भुत एकदमै यो रियर नि हो रियर यो आर्टिफिसियल होइन यो एकदम प्राकृतिक भिडियो गराए पनि अब दुःख छ नि धेरै मुनि कति फिट मुनि छ होला आकाशतिर लगभग 100 मिटर मुनि पस्नु 100 मिटर मुनि छ यो ल त पानी 100 मिटर भनेर साँच्चै नै गफ चाहिँ नदिने फेरि पानी त्यो के सिन्दुर लगाएको होइन नि त्यो चाहिँ अर्कै केही चिज हो भन्ने चाहिँ लागेको थियो। रेकर्डिङमै छ नि रेकर्डिङमा छ ठिकै छ अहिले हेरेर गर्दा हुन्छ यो चाहिँ हामीले सफा गरेको अलिक सफा गर्ने हालिदिउँ हजुर हजुर
उठाला है भयो शान्ति भयो चिता बुझेन शान्ति होला चिता चाहिँ बुझेन अब के गर्नु मलाई थाहा भएन ठिकै छ शङ्ख हेर्नुहोस् है यहाँ शङ्ख रवि खोला दुईवटा शङ्ख छ यसमा हो भाले पोथी भाले चाहिँ कुन चाहिँ हो यतापट्टिको यो सानो यो सानो पोथी उतापट्टिको पङ्ख हेर्नुहोस् तपाईँको यस्तो छ है रवि खोलाको चाहिँ यो चाहिँ एउटा ठुलो ब्लेसिङ्स छ है रवि खोला सफा बनाइएको छ भनेको जतिको सफा चाहिँ गर्न सकिएन कुनै दिन जुरेछ भने फेरि बोलाएछ भने हामी आउनेछौँ यसलाई सफा गर्नेछौँ भाकल चाहिँ नहोस् मलाई हाम्रो विष्णु शान्तिवा हुनुहुन्छ हो यहाँनिर अनि यता हाम्रो शान्तिवा पनि हुनुहुन्छ हामी चाहिँ यसरी भिजिट गऱ्यौँ है हजुर फोटो खिचिदिनु तपाईँको एउटा खिच्दै ठिकै छ शङ्ख हेर्नुहोस् है यहाँ शङ्ख रवि खोला दुईवटा शङ्ख छ यसमा हो भाले पोथी भाले चाहिँ कुन चाहिँ हो यतापट्टिको यो सानो यो सानो पोथी उतापट्टिको पङ्ख हेर्नुहोस् तपाईँको यस्तो छ है रवि खोलाको चाहिँ यो चाहिँ एउटा ठुलो ब्लेसिङ्स छ है रवि खोला